र अहिलेको समस्या भनेको अब बच्चाहरू अलि भनौँ न हामीले जे अहिले यहाँ सिकिरहेका छौँ, जे विषयमा यहाँ हामीले अहिले अनुभव प्राप्त गरिरहेका छौँ, यही विषयमा जुन बच्चाहरूलाई चाहिँ एउटा पढ्ने भन्दा पनि अन्य कुराहरूले चाहिँ उनीहरूलाई डिस्टर्ब गरिरहेको अवस्था छ र उनीहरूलाई पढ्नुपर्छ, उनीहरूलाई एउटा राम्रो शिक्षा आर्जन गर्नुपर्छ भन्ने कुरामा मोटिभेसन गर्नु चाहिँ हाम्रो अहिलेको लागि धेरै ठुलो चुनौतीको विषय बनेको छ होइन। उनीहरू चाहिँ अलिकति केही भन्न पनि नहुने, उनीहरूलाई चाहिँ एकदम छिटो रिस उठ्ने अनि उनीहरूलाई चाहिँ भनौँ न एउटा अन्य बाह्य कुराहरूले चाहिँ बढी प्रभावित गराइरहेको अवस्थामा उनीहरूलाई जुन राम्रो शिक्षा दिनलाई उनीहरूभित्रैबाट चाहिँ मैले पढ्नुपर्छ भन्ने वातावरण जन्माउनुको लागि चाहिँ हामीलाई अहिले ठुलो चिन्ताको विषय छ। त्यसलाई कसरी ह्यान्डल गर्न खोज्दै हुनुहुन्छ के यसलाई अब हामीले हाम्रो स्कुलमा अहिले हामीले सुरु पनि गरिसकेका छौँ। जस्तो हामीले अहिले वेलबिङ भनेर अहिले हामीले भर्खरै यहाँ पनि केही कुराहरू सिक्यौँ र त्यसको लागि चाहिँ हामीले कन्टिन्यू हप्ताको 2 दिन चाहिँ उनीहरूलाई चाहिँ त्यो वेलबिङ क्लासहरू पनि हामीले राखिरहेका छौँ र कतिपय विद्यार्थीहरूको चाहिँ भराइसी प्रब्लमहरू पनि अहिले धेरै भएका हुनाले उनीहरूलाई चाहिँ एउटा समस्या जन्मिरहेको अवस्थामा उनीहरूलाई अलिकति मोटिभेसन गरेर सँगसँगै शिक्षकहरूलाई पनि मोटिभेसन गरेर उनीहरूलाई एउटा राम्रो शिक्षा प्रदान गर्नको लागि त्यो वातावरण हामीले चाहिँ तयार गरिरहेकै अवस्था छ।